एउटा आमालाई आफ्नो सन्तानप्रतिको माया र आफ्नो सन्तानलाई आफ्नो बुवा आमाप्रतिको माया कति हुन्छ भनेर तपाईँहरूले यो भिडियो देखेर थाहा पाइसक्नु भएको छ होला। भुन्टी आफू बिरामी हुँदाहुँदै पनि घरको समस्याले उनलाई एकदमै पेलेको छ। बेहोस भएर चक्करै खाएर ढल्ने अवस्थामा हुँदा पनि अस्पतालमा आफ्नो आमालाई देखिसकेपछि आमा तिमीलाई के भयो, म ठिकै छु भनेर आमालाई भेट्न गइरहेकी छिन्। आमा पनि छोरीको यस्तो हालत देखिसकेपछि, छोरी पनि हस्पिटलमा भर्ना भएको देखिसकेपछि तिमीलाई के भयो भनेर एकदम अतालिरहेकी छिन् र गाउँबाट आमाको उपचार गर्नलाई लिएर आएका छन्। भुन्टी भने घरबाट एकदम पेलिएकी छिन्। यस्तो अवस्थामा फेरि चोटमाथि चोट थपिरहेको छ। आमा बिरामी हुँदाखेरि छोरी साथमा नहुँदा एकदमै पीडा थियो र अहिले एक्कासी आमालाई अस्पतालमा देख्दाखेरि उनलाई एकदम गाह्रो भइरहेको छ। किन यस्तो भयो आमा भनेर उनी एकदम रोइरहेकी छिन्, कराइरहेकी छिन्। यस्तो अवस्थामा पनि भुन्टीको नन्दले भुन्टीलाई गाली गर्न छोड्दैन। मलाई के